हजुरआमै मेरो बाउ हो आमा क्या त माघे सौराती थियो अनि मेरो आमालाई मेरो बा जेठा अन्त जेठीलाई पातलमा पन्तुसका डरले खाएका छुट्टा छन् तिनीलाई ल्याउनुपर्छ रोटी माघे सौराती पकाउनु चुला खुलाउनु पर्छ जाऊ मेरो उनीहरू हिँडेका म पनि भाइ र बुढीलाई मलाई हेर्नु भनेर छोडेको अनि जौबारी गहुँबारी ततिर केराउ सबै बोकेर त बारीमा थिएँ उनीहरूलाई ती घरमा छोडेर म केराउ खान जानुभयो कहाँ उनीहरू गए दाउरा म पनि भाग्दै गएकी नि उता डिलै डिल घरका डिल हुन्छ नि त अनि एउटा डिलमाथि उनीहरू पुग्छन् अनि लुक्दै अनि उहाँ माथि छिट्टा पोखरी भन्ने थियो छिट्टा पोखरीदेखि उतापट्टि पुगेपछि त्यो छिट्टा पोखरी उसमा पुगेपछि अनि मलाई उसले नै देखे ला यसले त भाइ बहिनी घर छोडेर आएको त पछि लुकेर आइछ अब खाना आकी किन आकी दाउरा घाँस लिएर आकी कि क्या हो तिमीहरूलाई हेर्न आकी मलाई किन छोड्यौ त आकी भनेर भने अनि पाहाडमा चाहिँ यतै खोला हुन्छ यतै नदी खोला थियो यता हाम्रो घरपट्टि केही देखिँदैन त्यो डाँडा हुन्छ नि त उहाँ त डाँडा परि थियो अनि उनीहरू दाउरा तिर्न गए अनि माथि पाखामा म चाहिँ यतापट्टिका खरे खोला बसिनदेखि यता पाखामा बनमुला असारेमा बासमतीमा हुन्थ्यो त फेदामा ओखलेर पिरो हुन्थ्यो ओखलेर अलिअलि खाँदै भाइ र बहिनीलाई रौदिन्छु भनेर यति पारिरहेको थियो ओखलेर भने 3 बजेपछि त कालो भएर त्यहाँ बाहिर पनि देखिएन यिनीको टिभी देखिएन कालो र कालो भएर छोपिहाल्यो होइन सबै के भयो यस्तो अँध्यारो छोपै छोप हो यिनीको टिभी देखिएन अनि हजुरआमाले भन्नुभयो ए जेठी दाउराहरू सँगै नै अब टोकामा हालेर पानी आउन आएको जुद्ध गर्दैछ घर जानुपर्छ भन्दैछन् अब अहिले पो सुन्दिनँ त एकछिन पछाडि त सबै जे समाजमा त्यही रहेछ त्यो पोखरीबाट पनि पुर्लु लडे उनीहरूका ढोका नाम्ला खुकुरी बन्तरा भन्दा पुरु लड्दै तर मान्छे पनि तर मूल डाँडा भन्ने भत्सुर सबै जाने ठुलो वरिपरि हिँड्ने काकाको मान्छे बामरङ दिक्सा काका जाने बाटा भत्सुर जाने बाटा रस्ता एउटै त्यताबाट उताबाट 3 जना मान्छे आउँदै रहेछन् आए एकछिन पछाडि यस्ता नानीलाई किन ल्याएको नि त ल्याएको अनि अब किन तपाईँहरू बस्नु भएको केही छैन धाम डाँडा केही छैन उतापट्टि दाङदुङ एकदम धुलो उडिराखेको छ हामी त त्यो गहिराले देखिएन डाँडाले छरिहाल्यो केही देखिएन अनि केही छैन अब तपाईँहरू यो नानीलाई के गरेर पुर्याउने घरमा भनेर भन्छ 90 सालको भुइँचालोको धरती फुटेर मेरा घोडा यो धरती मुनिबाट आमाहरूले झिक्याउँदै झिकेको बाटो रहेको छिट्टा पोखरीबाट उता जानुपर्ने घर अनि ठुल्ठुलाहरू कतै जरा ऊ टुप्पो उँधो बाटो साटो निशाना नपाउने आमाहरूले निशाना गरेर यस्तो घुप्टे परेर त्यो निशानाको बाटो हेर्दै जाँदाखेरि अनि घर पुर्याएको मलाई अन्त वहाँ जाँदाखेरि हाम्रो बाबा भुइँलाई पराउ खोज्न जानुभएको
भाइ दादा गाई हेर्न बाख्रा हेर्न भेडा हेर्न भैँसी हेर्न फरकमा गएको ती बाँचे ती बाबा ती पराल खोज्न भैँसी हेर्दै जानु गएको ती बाँचे हामी उता जाने बाँच्यौँ घरमा यता ठुलो उता ढुङ्गा माटाको घर त्यही यता टाढ परेर क्या घर अझै त्यो उच्चा लडेको टाढ परेको यतापट्टि पाडा बाछा बाँधेका 4वटा भैँसीका पाडा थिए 3वटा बाछा थिए 3टा खसी थिए टाट्ना बनाएका थिए यता पछाडिपट्टि टाट्नामा लहरै बाँधेर टाट्नामा घाँस हालिदिएको थियो हो अनि उता त्यो लड्दाखेरि चार परेका त्यो बाँचेका चार परेको अनि उताबाट त गड्याबाट बुढो गइहाल्दा केटाकेटीले भाइ र बहिनीले अब भन्यो होला नि गड्याङै गऱ्यो नि त पहिली बुट्टा गऱ्यो त्यो बारीमा त्यो केराउबारी उसको बारीमा खेता फुल भयो त्यो जौबारी गहुँबारी भित्र खेलेर बसेका रहेछन् अनि यहाँ भरे यहाँदेखि खोल्दै जाँदाखेरि यहाँ डलिगो यहाँ लौगो यहाँ डलिगो यहाँ बुइनी चेपेको रहेछ भरे खोल्दै जाँदाखेरि अनि भरे यहाँदेखि खोल्दै मान्छे सबै खोल्दै वहाँदेखि खोल्दै ल्याए अनि भरे धेरै खोलेर ल्याइसकेपछि चार परेको यो दलन भयो दलनबाट दाहिने खुट्टो उँभो देब्रे खुट्टो उँधो घरभित्र पसेका पानी आयो भनेर बुइनीलाई बचाउनको लागि यसले आउँदाखेरि यस्तै गरेर अनि बाँधेर ती जोडालाई भेटिएको त्यतिखेर पनि त्यो घरमा बस्ने केटाकेटी घर कसैका केही सबै बेलुका मान्छेले घर खोलेर ती घर बसे जति नानीहरू खालि बनामा जाने जति बचेको साल घरमा नानीहरूलाई छोडेर घर रोने केटाकेटीलाई बस्छन् भनेर बाबुआमा कोही गएका चाहिँ घरका जति सबै खत्तम भए त्यो साल सबै खत्तम भए र बेलुका सबै के भयो त्यस्तो भएर र यस्तो भएर बाँचियो आजसम्म बाँच्नु पर्ने रहेछ अनि तपाईँलाई त्यहाँ घरमा बस्नु त त्यहाँबाट मरिहालिन्थ्यो त्यतिखेरै तपाईँको मान्नु पुगेको थिएन।